हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। अहिले सबैजना सन्चै हुनुहुन्छ होला भनेर स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। सो अहिले चाहिँ म छु पटियाला। म आएको भयो, हिजो आएको, अनि बिहानको मर्निङ भिडियो पोस्ट पनि गर्न सकिनँ। यता मेरो दिदी आज चाहिँ म चाहिँ जान्छ ल, हुन्छ विशाललाई नमस्ते भनिदिनु। अनि त्यही हो। सो गाइस, म चाहिँ यहाँ छु आज पटियालातिर, पटियाला सहरमा छु म। यता दिदी हुनुहुन्छ, हेलो नमस्ते। मैले सपिङ गर्न आइछु, म सपिङ गर्न। हेर न त्यो भाग्या, हेर त यो मलाई कस्तो मन पर्यो क्या। ट्राई गर्छु ल, ट्राई गर्छु ल। मलाई आउनै पो नि यार, म त मोटो भएछु। वाउ, ओहो हो ल, यो मेरो भयो ल। राम्रो देख्दो रहेछ। कलर कसैलाई मात्रै जच्छ। अब यो पकेट रहेनछ तर नट ब्याड हो न गाइस। कस्तो देखेछ भनिदिनु न। यस्तो मलाई मन पर्यो, मन पर्यो। एउटा मलाई पकेट भएको मैले सभानामा देखेको पो त। ल आज सपना पुरा भयो। नै सपनामा होइन, सभाना। अच्छा सभाना, त्यसमा देखेको। सभाना कस्तो महँगो थियो, महँगो थियो तर उसको चाहिँ हल्का पकेटवाला थियो, मेरो चाहिँ पकेट छैन। बट वाउ, नट ब्याड। यो अब यो सिजन गयो, अब यस्तै सिजन आयो नि त है। यो भन्दा त्यही राम्रो लाग्यो न। यो पनि राम्रै छ तर ठिक छ, तर पकेट नभएको के। किन पकेट चाहियो नि क्या, आदत के। मैले त्यही भएर नि त, अगर मेरो प्यान्टमा पकेट छैन भने मलाई हुडी लगाउँछु। म जसो मर्जी भने हुडी लगाउँछु। पातली थिएन हर चिज ठिक छ होइन। यो पनि राम्रो लाग्यो, पर यो केसँग लगाउने मैले तल प्यान्टहरूसँग। योसँग त खुल्ला प्यान्ट फर्मल प्यान्ट पनि सस्तो हुन्छ। फर्मल प्यान्ट जस्तो यो छ नि पुरा खुल्ला वाला हो न दिदी। यो पनि राम्रो लाग्यो, यो पनि लान्छु होला म ल। मेरो मामाको छोरीले काम गर्ने दोकानमा आएको छु है। अलिकति उता हुनु पऱ्यो नि भन्दा यता आउनु। त्यो कहाँको हो त्यो ठुलो रातो दिदी लगाउनु भएको थियो नि त्यो। गाइस म मोटो भएको छु क्या, मोटो भएछ। यो पनि हेरौँ न, लान्छु होला। यो कस्तो लाग्यो यो। वाउ, यहाँ यस्तो पनि छ है, यस्तो अनि यस्तो। खोइ यसको पकेट तर यसको के यार यो तर ठिकै लाग्यो, नट ब्याड। दिदीले त ठिक छ। अनि यसको क्याप पनि छोकियो नि। ल म लान्छु। म जान्न होला यार, म लान्छु होला यार। आजभोलि फेरि दुबारा यही फेसन आएको छ नि त, त्यही भएर म लान्छु होला गाइस। मलाई मन पर्यो। म घुम्न जाँदाखेरि जता सिमला मनालीतिर बरफ गिरेछ, घुम्न जाने हो। यति नराम्रो लागेको छैन है साँच्चै भन्दा। नै ठिक छ, त देखिराखेपछि हुन्छ क्या आफैले। त्यो रस खोल्दैन रस्सी बानेर अनि त्यसलाई गरेर बिचमा छिल्दिन कि सही रहन्छ। ल पनि भनेको मैले माथिबाट यस्तो 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 मतलब यो डबल यस्तो गरेर सिलायो भने त्यो देखिन्छ के अरे। यसलाई यसको माथि खप्लाएर अनि पछाडिबाट सिलाइ लगाएपछि देखिन्न कि भनेको होइन। यस्तो रहेछ नि, सिलाइ रहेछ नि त पछिबाट, यसलाई उधारेर सिलाइ लगाएन। त्यहाँ छन् कि मेरो मान्छेहरू, यस्तो ठिक गर्ने मान्छेहरू छन्, तिनीहरू यसलाई उधार्नु पर्छ। जो यसले गाँसे छ नि डिजाइनको लागि, त्यही भनेको कि मैले यो हटाउने नभए यो रस्सी हटाएपछि डिजाइनै भयो। यो रस्सीले गर्दाखेरि पनि हो खासमा चाहिँ, होइन मम्मी दिदी? यहाँ चाहिँ चट्टे रस्सी यताबाट निकाल्ने हुन्छ कि यताबाट निकाल्ने ठिक हुन्छ। भयो। आइजानु हो मेरो ब्लगमा। हेलो कस्तो काली देखेछु हो न, म कस्तो काली देखेछु। यता चाहिँ मेरो साइलो मामाको छोरी, काइलो मामाको छोरी। यता छौँ हामी,
अनि हामी चाहिँ यता साइडले चाहिँ महिनामा भने यता हामी सपिङ गर्न आएको यता यता राम्रो राम्रो कपडाहरू दिलाउँदै हुनुहुन्छ गर्नु होला पटियालातिर हामी दुईजना भेट भने हाम्रो नौटङ्की यति सुरु हुन्छ नि कुरा नगर्नु अलि हाँसी हा गर्ने हो अहिले त्यो रक पेपर सिजर खेल्नु बाहिर यिनीहरूको नि फेसबुक च्यानल छ हिजो अस्ति मात्र भिडियो हाले त्यसलाई माया गरिदिनु पऱ्यो नि त होइन प्लिज लाइक गरिदिनु यो पनि कस्तो राम्रो हो कि तर मलाई सोचेको आउँदैन अलि छोटो भयो है यो राम्रो त हो तर मेरो साइजको नभएको के गाइस अनि अगाडिदेखि पेट भएन यो अरू यो पनि कस्तो राम्रो राम्रो कलेक्सन छ कि हेर्नु न यो पनि कस्तो राम्रो छ अब अरू पनि छ नि अरू छ यहाँ यता यो लुङ्गीसँग लगाउने स्वेटर यो ट्राई गरौँ ल गाइस मैले चाहिँ यहाँ सपिङ गरिसकेँ मेरो चाहिँ भइसक्यो सपिङ अनि चरर देख्न सक्नुहुन्छ कस्तो मजाको कलेक्सन छ अनि यता मेरो पर्स चाहिँ यहाँ दिदीले दिनु न अझै भएन तपाईँको आजको मेरो आउटफिट चाहिँ अन्त मैले यो लगाएको छु कि गाइस कस्तो देखिरहेछ मेरो आज कति भयो वेट गर्दाखेरि सस्तो पर्छ कि कति पर्छ पहिला भएको के उनको वेटमा महँगो हुन्छ यस्तो पनि तरिका हुँदो रहेछ कि गाइस कपडा वेट नापेर पनि लिन पाउँदो रहेछ यो चाहिँ बाहिर यो साह्रै फेरि भन्नु होला यो हामीले नयाँ लुगा किनेको हो तपाईँले त अरूले लगाएको कपडा किन्नु भन हो म अरू लगाएकै कपडा किन्दैछु तपाईँलाई मतलब सरी गाइस मलाई मनपर्छ हेर जे भएन आफ्नो मन शान्तिको लागि जे पनि भयो किलोमा नकिनौँ त्यो डिस्काउन्ट पाइहाल्नुहुन्छ यदि तपाईँहरू पनि पटियालामा हुँदैन हुन्छ भने प्लिज उहाँसँग कन्ट्याक्ट गर्नु होला अनि राम्रो राम्रो कपडाहरू पाउनुहुन्छ तपाईँले एकदम के भन्छ त्यसलाई राम्रो मूल्यमा ज्याकेटदेखि लिएर तपाईँले ड्रेसदेखि लिएर तपाईँलाई प्यान्टदेखि लिएर स्वेटर सबै लुङ्गीसँग लगाउने सबै कुरा पाउनुहुन्छ अनि बेबीको लागि पनि पाउनुहुन्छ मेरो पछाडि छ नि कति क्युट सानो सानो बेबीको लागि आउनु होला है सो गाइस अहिले चाहिँ म यता मामाको दोकानमा छु नुडल खानालाई अनि यहाँको नुडल चाहिँ एकदमै टेस्टी हुन्छ तपाईँले देखिसक्नु भयो म कहाँ छु भनेर हेलो यता मेरो दिदी हुनुहुन्छ यता मेरो बहिनी उतै बाहिर हुनुहुन्छ मेरो माइजहरू किचनमा हुनुहुन्छ सबैजना बिजी हुनुहुन्छ अनि रमाइलो भइरहेको छ चिसो त लास्ट चाहिँ चण्डीगढभन्दा बेसी चिसो छ चिसोको त कुरा नगरौँ अनि त्यही हो मेरो बहिनीहरू मामा छोरीहरू आउँदैछन् अझै दुई छन् तिनीहरू आउँदैछन् अनि त्यसपछि खाने कार्यक्रम हुन्छ मैले चाहिँ यहाँ चिकन सुप मगाएको छु अनि त्यसपछि अर्को मगाएको छु चाउमिन मगाएको छु यहाँ आएपछि चाउमिन खाने त कुरै भएन चाउमिन यस्तो टेस्टी हुन्छ तपाईँहरूले पनि ट्राई गर्नुभएको छ होला अनि बाइ द वे म चाहिँ पटियालामा छु म चाहिँ दिदीको घर आएको अनि त्यही हो गाइस माघे सङ्क्रान्तिमा आउनु पाएको थिएन अनि त्यही भएर अहिले चाहिँ बास बस्नु आएको अनि भर्खर हामी मार्केट पनि गएर आयो त्यही हो अनि कस्तो हुनुहुन्छ भन्ने हेरिसकेको हाम्रो चिसो तातो सुप आइसक्यो सुपायो मेरो फेभरेट यहाँ चिसो पनि भइसक्यो क्या चिकन सुप है गाइस चिकन सुप कस्तो मिठो हान दिदीले हातदा पनि बनाइसक्यो दिदीले हात यहाँ हामी नाच्यो हामी ग्रिल बनाउँदै थियो नि त दिदीले यहाँ सन्काइसकेछन् कपाल लग्यो बाहिर चस्माले सुहाएकै छ कि छैन है मलाई भन्नु है कमेन्टमा किनभने सुहायो भने लगेर जान्छु मैले चिल्ली चिकन आइसक्यो गाइस चिल्ली चिकन तपाईँले फेरि बेरो मेरो भनेको सुन्नमा गल्ती गर्छ
सुजु कस्तो छ मिठो हो यहाँको त कुरै नगर्नुहोस् क्या तपाईँ 22 नम्बरमा आउँदै हुनुहुन्छ भने प्लिज यहाँ त आउनै पर्यो क्या त्यो चिसो खानुपर्छ क्या जस्तो लाग्यो मलाई त डाइट कोक मिल्छ यहाँ हो त्यो तैँले तपाईँले कोक लादियो बस दिदी त के कोक त खानुहुन्न क्या 20 होला कि 20 वाला डाइट कोक लिरे फुलै हामीले फेरि टल्के खाना टिउटे खाम हामीले खाम जब ले राख्दा 20 वाला बस त्यति भक्का डाइट कोक त क्यानाला मिल्छ झन् बेस्ट तपाईँ हुँदैछ आएको तपाईँ त सासूले आगो फुक्नु भएको रहेछ यता पिक्की हेलो को हो यो बिरासो कि पिक्की हो ए मनिष रहेछ यता हेर न लुकी लुकी खाएको देखिरहेको त नि किन लुकिरहेको यहाँ आगो फुक्नु भएको त्यही भएर घर जाने बेलामा यसो आगो ताकेर जानु भनेको किन भयो कहाँ जानुभयो भयो भयो गाइस खाँदा खाँदा एकदमै धेरै भयो भिडियो पनि राम्रोसँग बनाउनु पाएन तर खाना चाहिँ एकदम मिठो भइरहेको थियो तर लाइभ बसिरहेको थिएँ चिनी हिजो पानी परेको थियो लास्टै त्यही भएर हो भयो ल हामी गयौँ ल गयौँ ल सासू सिजु गएको ल भोलि भेटौँ ल हुन्छ माइजू गएको ल गाइस यहाँ टाउकैसँग पोल्दै हुनुहुन्छ मेरो माइजूले ल भुटेको यता हुनुहुन्छ मेरो मामाजी यता हुनुहुन्छ हाम्रो दिदी बस्नुभयो दिदी ल भागिसकेको हेर न त्यो बला खिच्छ भनेर भागिसकेको एभ्रिवान गुड मर्निङ आज चाहिँ डे नेक्स्ट डे हो अनि मैले चाहिँ यो 2 दिनको ब्लग एकैचोटि हाल्ने कोसिस गरिरहेको छु किनकि मैले एकदम हुन्छ नि ब्लग बनाएन अनि बाइ द वे मैले आज चाहिँ लुङ्गी लगाएको छु फोटो खिच्नलाई अनि यहाँ फुली लगाएको छु मुन्डी पनि लगाउँदैछु वाउ वाउ अनि चस्मा लगाएको राम्रो देखेछ कि नै भनिदिनु होला अनि अहिले चाहिँ हामी माथि फोटो खिच्न जाँदैछ कस्तो आँखामै लाग्यो माथि छतमा फोटो खिच्न जानु लागेको छ फोटो भिडियो रिल अनि ब्लग पनि बनाउन जानु लागेको छ कति राम्रो साडी हो हेर्नु न यार के त्यो साडी वाउ कस्तो 19 वाला फिल आइरह्यो है कस्तो दामी छ नि झाटी भन्नुहोस् है दामी यी मैले चाहिँ यहाँ सुरुवालभित्र पनि लगाएको छु क्या लुङ्गी त्यही भएर चाहिँ हल्जिरह आउनु न हौ तपाईँ पनि मेरो दिदीलाई बोलाउँदैछु आउनु छिटो तपाईँ पनि यताबाट जानुपर्ने हुन्छ ल ल ल ल ल ल ल ल यो यस्तो राम्रो देखिरह कि यस्तो मलाई त्यति चाहिँ अलिकति सानो मनपर्छ तर ठुलो भइदियो यो सल पनि कस्तो राम्रो हो मेरो हात कस्तो चिसोले खाङ्रङ्ग त्यो बुढी आइमेको जस्तै देखिरहेछ भाइ त म पनि बुढी हो नि त आजको हो र म फेरि टी सर्ट उडेर राख्छ हौ यता जाम ल मान्छेले हेर्छन् क्या लास्ट त्यही भएर मलाई लाज लाग्छ यता काम गर्ने मान्छेहरू छ उताखेरि पिजी छ केटीहरू छ कहाँ राखेको मैले क्यामेरा यहाँ राख्छु क्या यस्तो पो हुँदो रहेछ त गाइस ल वाह पछि गरिदिनु चप्पल चप्पल ल अहिले भेटौँ ल मेरो दिदीहरू आउँदै हुनुहुन्छ अनि उहाँहरूलाई आउनुभयो भने भेटौँ ल ओ हावाले उडाइदिइरहेको नि त यस्तो देख्यो म फुली लगाएर मुन्डी लगाएर पनि देखाउँछु ल म मुन्डी लगाउँदा मेरो आमा जस्तै देख्छु नि त जुलरी कानको जुलरी भएन कि त्यो मार्बलीको भयो कस्तो देखेँ त ल मैले मुन्डी पनि लगाएँ कस्तो दामी देख्यो कस्तो देखेँ भन्नु त यो चस्मा बिना कस्तो देखिन्छ
त्यहाँ मान्छेहरू काम गरिरहेको उतापट्टि घरमा काम चलिरहेको नि त त्यही भएर फोटो खिच्छु ल यो बनाउँछु भनेको उतापट्टि काम गर्ने मान्छेहरू रहेछ तन्नै त्यही लाज लाग्यो मलाई एक्लै भयो छिटो आउलान् भन्दा यार यिनीहरू छ्या छोरी के गरे यसको नाम सृष्टि हाई सृष्टि ल हेर न लजाएर अलिकति बिमार छ सन्चो छैन त्यही भएर न लाकी कार्यक्रम हुँदैछ कस्तो राम्रो देखेको छ वा यो कस्तो मजाको देखेको क्या यतापट्टिबाट यस्तो दामी आँखा नि दामी एउटा फोटो यहाँ ए आमाले छोरीको फोटो खिच्न मान्दैन ऊ कति छिपाइयो यहाँ चाहिँ धुप सेकेन्डले हामीले भिडियो सिडी पनि सबै बनाइसक्यो गाइस सो अहिले चाहिँ अब खाना खाने तयारी हुँदैछ मलाई चाहिँ मोनु लिन आउँदै हुनुहुन्छ यता मेरो माइज हेलो भनिदिनु न लजाएर भुटुक्कै हुनुहुन्छ गाइस होइन तपाईँले त देखाएको होइन न टेन्सन नलिनु भूमि लिएर नि कसरी खिच्दैछु यसको छोरीको फोटो यस्तो यो चस्मा लाउने तरिका हो यो कुन चाहिँ तरिका हो यो भएन कि यता आइज नि यहाँ आउन छोरी यसले भनिदेऊ हेलो भरत दादा भनिदेऊ हेलो बाजे बजे भनिदेऊ नमस्ते म हजुरको नातिनी के अरे स्मृति अनि म सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ हामी छिटै नेपाल आउँदैछौँ भन न बजुलाई भनिदेऊ साना हिन्दीमा भन्दो न हिन्दीमा बोलो न बजे नानी जी नमस्ते बोलो ये नानी के पास पहुंच जाएगा ये वीडियो जल्दी बोलो ना नानी जी हम जल्दी आ रहे हैं भन न सानो हेर न मातेको पख तँलाई पख भरत बा तँलाई रुवाएर यहाँ मार्थे होला मैले नरुवाएर पो त नि पख तँलाई भरतलाई आउनु दे मैले जानेछु भरतलाई आउनु दे यसलाई भरतले यति रुवाउँछ नि मेरो भतिजाले यति रुवाउँछ हुन कति चिराउँछ कि यसलाई भरतले हामीले फोटो भिडियो पनि खिच्यो रिल पनि बनायो अब चाहिँ हामी तल जाँदैछौँ कपडा सपडा चेन्ज गरेर केही बुलाकीहरू सबै ल्यायो सबै बुलाकी हुन छोडेर आएछ उसले चाहिँ आजको फोटो कार्यक्रम पनि सकियो गाइस अनि त्यही हो अब चाहिँ मोनु लिन आउनुहुन्छ मलाई अन्त म चाहिँ जानुपर्ने हुन्छ चण्डीगढ आर्यु हुमे यसको हिन्दी सुनेर म छक्कै पर्छु यत्रो सिनसिन कति हिन्दी बोल्छ यो नेपाली बोल्दिनँ फेरि हिन्दी बोल्छ कता गयो मैले चाहिँ फ्रन्टको क्यामेराबाट भिडियो बनाउँछ नि त त्यही भएर मलाई ब्याक क्यामेरा देखाउन अप्ठ्यारो हुन्छ अनि त्यही हो गाइस हामी चाहिँ तल जान्छौँ अब अहिले भेटौँला ल चाख्नु त कस्तो छ टुप्पी थारो पारेर दुख गर्ने जस्तो छ है अलिकति चिज गुलियो बनायो भने त्यसले त पुरानोवाला बनाएको छ नयाँवाला देखेन छ कि त्यसले तर ठिकै हो तर यो खायो भने त मात्तिन्छ त हौ होइन ढल्लिन्छ तपाईँको भान्जा त्यो बुढीको डान्स गर्छ कि त्यो बुढी त्यही डान्स मन पर्छ त बिहेमा आइकिन्छ पुरा ठुक्क छोराको केही भिडियो बनाएर राजालाई स्याह हुँदैछ हामीले त बिहान भात खायौँ बाबु हामीले त हजुरलाई लेट गर्नुभयो